नमस्कार, यहाँहरू सबैलाई स्वागत छ है मेरो युट्युब च्यानलमा। यतिखेर हामी चाहिँ यात्रा गर्दैछौँ। रातको सन्नता, पहाडको यो चिसो हावा अनि यो सुनसान बाटो। आज म बाइकको पछाडि बसेर गाउँको यो रहस्यमय रातलाई क्यामेरामा कैद गर्ने प्रयास गर्दैछु। चारैतिर अँध्यारो छ। टाढा पहाडका कुना काप्चामा झुल्केका साना बत्तीहरू ठ्याक्कै आकाशका ताराहरू जस्तो देखिन्छन्। सहरको भिडभाडबाट टाढा गाउँको यो शान्त साँच्चै लोभ लाग्दो छ। अगाडि साथीले ध्यान दिएर बाइक कुदाउँदैछ भने म भने ढुक्कले यो माहौलको मजा लिइरहेको छु। कहिलेकाहीँ यसरी पछाडि बसेर यात्रा निहाल्नुको पनि थुप्रै आनन्द हुँदो रहेछ। हुन त बाटो अलि अप्ठ्यारो र घुमाउरो छ, तर यो एडभेन्चरमा डरभन्दा बढी उत्साह छ। रातको समयमा पहाडका यी मोडहरू अझ बढी साहसी लाग्दै रहेछन्। कानमा ठोक्किन आइरहेको सिरसिर हावा र यो चिसोले यात्रालाई अझै दमदार बनाइदिएको छ। यस्तो लाग्दैछ यो बाटो कहिले नसकियोस्। गाउँको यो यात्रा र रातको यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? यस्तै रमाइला भिडियोहरूको लागि मलाई पछ्याउँदै गर्नुहोला। अलि राम्ररी चलाऊ है, अलि राम्ररी ठोक्काउला नि। बाटो यस्तो अप्ठ्यारो छ, घुम्ती छ, गिट्टी मात्रै छ फेरि बाटोभरि। बिस्तारै चलाऊ है। कस्तो जाडो। माथि घाँटीतिर नलैजाऊ है, बिचमा आइदा। अनि अगाडि भुटाउला नि फेरि। यहाँ नजिकमा त चिहान छन् नि फेरि। कस्तो डर लागिरहेछ। अगाडि राम्ररी हेर है, फेरि भूत उभिएला के।